केपी ओली कि पुष्पकमल दाहाल प्रचण्ड एउटा छान्नुपर्छ मैले। सबै नेपाली 3 करोड नेपालीको आशा यो चाहिँ फेरि यसमा चाहिँ व्याख्या गर्न पाइँदैन क्या, पाइँदैन। दुईटा मध्ये एउटा ढ्याङ्गे भन्ने हो। मलाई कता कता चाहिँ पुष्पकमल दाहालको चाहिँ अलिकति भिजन मनपर्छ। प्रचण्ड कि केपी ओली? प्रचण्ड। शब्दमा पुष्पकमल दाहाल राम्रो डाइनामिक लिडर हो। भन्दा बढी सम्मानित मेरो नजरमा मेरो लागि प्रचण्ड बा हो। उसो भए प्रचण्डलाई तपाईँ नेता मान्नुहुन्छ आज? डेफिनेटली आजको पनि शक्तिशाली। तपाईँलाई मनपर्ने नेता प्रचण्ड हो? देउबा प्रचण्ड र केपी शर्मा ओलीमा राम्रो मन परेको कुरो गर्न खोज्ने र एकदम प्रचण्डी मलाई त मनपर्छ। पर्सनली मन व्यक्तिगत रूपमा मनदेखि नै छ नि कमरेड प्रचण्ड। 3जना नेताको नाम लिन्छु, 3जनाको नेताको नाम जुन म लिन्छु नि त्यसमध्येमा एकजनाको छान्नुहोस्। कमरेड प्रचण्ड, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड। मैले पार्टीगत हिसाबमा होइन तर विचार चाहिँ हो पुष्पकमल दाहाल। नेपालको राजनीतिको एउटा के भन्छ एउटा स्मार्ट प्लेयर रोजाई शेरबहादुर देउवा, केपी ओली कि पुष्पकमल दाहाल? 3वटा मध्ये त पुष्पकमल दाहाल नै हो। पुष्पकमल दाहाल एक शब्दमा। संघर्षमा जाँदै गर्दा पनि जाउँ भनेर लिएर जान सक्ने नेता र फर्कौं भनेर फर्काउनलाई पनि सफल भएको नेता, लचकमा लचक हुन सक्ने, कठोरमा कठोर हुन सक्ने। पुष्पकमल दाहाल। पुष्पकमल दाहाल त लडाकु नै हुनुहुन्छ। प्रचण्ड चाहिँ मलाई मनपर्ने नेता नै हो। हाम्रो चलचित्रमा महानायक राजेश हमाल, नेताहरूको महानायक प्रचण्ड, यसमा डाउट नै छैन। नेपाली नेताहरूको नायक प्रचण्ड हो 100%। भ्रष्टको सातो जाओस्, सज्जनले सजिलै गरी खान पाओस्। राम्रो काम गर्नेको प्रशंसा गर्दा सानो होइदैन। धन्यवाद प्रचण्ड।